मिनासान कोनिचिवा सबैजनालाई नमस्कार। आज पनि हामीले चाहिँ नयाँ भिडियो लिएर चाहिँ आइसकेका छौँ। योभन्दा पहिले चाहिँ हामीले हिरागाना कसरी लेख्ने त भन्ने कुरा चाहिँ स्टेप बाई स्टेप सिकिसकेका छौँ। यदि तपाईँले चाहिँ यो भिडियो पहिलोपटक हेर्दै हुनुहुन्छ भने पहिले चाहिँ हाम्रो आइसाचु त्यसपछि चाहिँ हिरागाना लेखनको भिडियो हेरेर मात्र यो भिडियो हेर्नुहोला, त्यसपछि मात्र यो बुझिनेछ। हामीले हिरागाना लेखिसकेपछि अब थप तेन र मारु दिएर अझै अरू चाहिँ अक्षरहरू बनाउन सक्छौँ हामीले है। यहाँ मैले राम्रोसँग नेपालीमा बुझ्ने हिसाबले लेखिदिएको पनि छु। तेन र मारु प्रयोग गरी हिरागाना र कातागानाका केही सीमित अक्षरमा मात्र प्रयोग गरिन्छ है। यो सबै हिरागानाको चाहिँ सबै अक्षरमा चाहिँ प्रयोग हुने होइन, केही त्यस्ता चाहिँ सीमित अक्षरहरू मात्र छन्, त्यसमा मात्रै तेन र मारु प्रयोग गरिन्छ है। तेन र मारु प्रयोग हिरागाना र कातागानाका कुन कुन अक्षरमा हुने रहेछन् भन्दाखेरि चाहिँ का, सा, ता र हाको लाइनमा मात्र प्रयोग गरिन्छ है। जुन अक्षरमा तेन र मारु प्रयोग गरिन्छ त्यो अक्षरको उच्चारण पनि परिवर्तन हुन्छ है। अब जुन अक्षरमा चाहिँ हामीले चाहिँ मारु र तेन प्रयोग गर्छौँ त्यो अक्षरको चाहिँ अब हामीले चाहिँ कामा चाहिँ अब तेन लगायो भने चाहिँ त्यो काको का नै हुने भएन, त्यो चाहिँ परिवर्तन हुने भयो है, अर्को अक्षर हुने भयो त्यसपछि चाहिँ हाम्रो है। जस्तै अब के हुन्छ भनेदेखि चाहिँ अब हाम्रो चाहिँ यसमा चाहिँ कुन कुनमा लाग्दो रहेछ भन्ने कुरा बुझ्नु पऱ्यो हामीले है। एउटा चाहिँ कामा लाग्दो रहेछ, एउटा चाहिँ सामा लाग्दो रहेछ, त्यसपछि तामा र हामा लाग्दो रहेछ है त तेन। र मारु चाहिँ अब हाम्रो चाहिँ कुनमा लाग्छ भन्दाखेरि चाहिँ मारु चाहिँ हाम्रो हिरागानाको हा अक्षरमा मात्रै मारु लाग्छ है त। यो चाहिँ के हुन्छ भन्दाखेरि मारु र तेन चाहिँ हिरागाना र कातागानाको सेम एउटै चाहिँ नियम हो है, हाम्रो अक्षर मात्रै फरक हो है त। हामीले हिरागानामा जे प्रयोग हुन्छ, जुन नियम हुन्छ, कातागानामा पनि उस्तै नियम हुन्छ। अब हामी तल हेर्न जाउँ है। ल अब हाम्रो यहाँ के छ त, का है। काको लाइनमा है तपाईँले यहाँ चाहिँ देख्नु भएको छ, यो जुन छ यो काको लाइनमा तेन लाग्यो भने गाको लाइन बन्छ है। काको लाइनमा तेन लाग्यो भने के बन्दो रहेछ त, हाम्रो गाको लाइन बन्छ। ल हेरौँ अब हाम्रो चाहिँ का है। हेरौँ अब हाम्रो चाहिँ अब यहाँ के छ त, अब यो का अनि त्यसपछि के है, कु, के, त्यसपछि को है। काकी को के को ठाउँमा हाम्रो तेन लाग्यो भने चाहिँ के बन्दो रहेछ त भन्दाखेरि चाहिँ गा, गी, गु, गे, गो। हामीले यसमा बुझ्नुपर्ने कुरा के छ भनेदेखि हामीले चाहिँ काकी कुकेको जुन हिरागाना लेख्न चाहिँ जानिसक्यौँ भने चाहिँ तेन भनेको हाम्रो चाहिँ के रहेछ त, दुईवटा यस्तो है, माथिदेखि चाहिँ दुईवटा चाहिँ यसरी दिनुपर्ने रहेछ छड्क्यो भने यो चाहिँ हाम्रो के भयो त, यो जुन दिइरहेको छ नि यो चाहिँ हाम्रो है तेन भयो है। यो तेन दिएपछि हाम्रो के हुँदो रहेछ त भन्दाखेरि चाहिँ परिवर्तन हुँदो रहेछ। जस्तै हामीले काकी कुके कोमा चाहिँ यस्तो दुईवटा चाहिँ यो जुन तेन दियौँ, तेन दिएर के भयो त, कालाई चाहिँ तेन दिएर परिवर्तन के भयो त, गा बन्यो। त्यसपछि चाहिँ हामीले चाहिँ किलाई तेन दियौँ, यसरी दियौँ भने चाहिँ परिवर्तन भएर के भयो त, घी बन्यो है। त्यसपछि चाहिँ कुलाई परिवर्तन गरेर के भयो त, गु भयो। के परिवर्तन भएर के भयो त, तेन दिइसकेपछि घे बन्यो। त्यसपछि चाहिँ कोलाई चाहिँ हामीले परिवर्तन गरेर के बनायो त, गो बनायौँ है त। कुनले त, यो हाम्रो जुन यो चाहिँ तेन छ है, यसलाई चाहिँ तेन भन्छ। यो दुईवटा यसो दियो भने हाम्रो के हुने भयो त, तेन हुने भयो है। त्यसै गरी अब हाम्रो पालो चाहिँ अब साको आउँछ है। ल हेर्नुहोस् अब यहाँ के लेखेको छ त, अब साको है। साको लाइनमा तेन लाग्यो भने जाको लाइन बन्छ है। तेन भनेको हाम्रो चाहिँ यस्तो है, यो माथि जुन छ नि यो कोष्ठमा दिएको दुईवटा यो भयो। ल हेर्नुहोस् अब यो चाहिँ हाम्रो सा, सी, सु, से, सो
ल हेर्नुहोस् अब यो साको हामीले चाहिँ यो तेन दिउँ। जस्तै यो सा मानौँ, यो साको मान चाहिँ यसरी एउटा अनि चाहिँ यसरी दिउँ, दुईवटा दिउँ भने के हुन्छ यो जा हुने भयो है। साबाट परिवर्तन भएर के हुने रहेछ त हाम्रो जा हुने भयो। त्यसै गरी यो सी हो, सीको मात चाहिँ हामीले चाहिँ यसरी यो दुईवटा यसरी चाहिँ तेन यसरी दियौँ भने चाहिँ के हुने भयो त हाम्रो जा जी हुने भयो है। जस्तै सामा दियौँ भने चाहिँ के हुने जा हुने भयो, सीमा दियो चाहिँ हाम्रो के हुन्छ जी हुने भयो। त्यसै गरी सुमा चाहिँ तेन लगायौँ भने हामीले हेर्नुहोस् है, सुमा चाहिँ यसरी हामीले तेन लगायौँ भने के हुने भयो त यहाँनिर यो चाहिँ हाम्रो जु हुने भयो है। यो चाहिँ हाम्रो के भयो त यो जु हुने भयो है। अब त्यसै गरी हाम्रो चाहिँ सेमा चाहिँ हामीले यसै गरी चाहिँ तेन लगायौँ भने चाहिँ हाम्रो के हुने भयो त जे हुने भयो है। यो हेर्नुहोस् त यो हाम्रो चाहिँ तेन लगाएको छ, यो चाहिँ हाम्रो के भयो त जे हुने भयो। यसै गरी सोमा चाहिँ हामीले चाहिँ तेन लगायौँ भने चाहिँ के हुने भयो त हाम्रो जो हुने भयो है, जो हुने भयो है। अब हामीले चाहिँ साको लाइनमा लगाइसकेपछि त हामीले जाको लाइन चाहिँ बनाइसक्यौँ। अब हाम्रो बुझ्नुपर्ने कुरा के छ भने चाहिँ ताको लाइन है। ताको लाइनमा चाहिँ अब अर्को तामा तेन दियौँ भनेपछि चाहिँ हाम्रो लाइन बन्छ कि बन्दैन त, यो कुरामा चाहिँ हामीले चाहिँ ध्यान पुर्याउन जरुरी छ। हामीले चाहिँ योभन्दा अगाडि हिरागाना पढ्दाखेरि पनि अरू सबैको चाहिँ हामीले चाहिँ अब काकी कुकेको सासी सुसेसो बनाउँथ्यौँ भने चाहिँ हाम्रो ताती तुते तो चाहिँ त्यसरी त बनेन हाम्रो लाइन। त्यसै गरी हामीले चाहिँ ध्यान दिनुपर्ने के छ त तामा चाहिँ ध्यान दिनुपर्ने छ है। ल हेरौँ अब ताको लाइनमा तेन लाग्यो भने यसमा चाहिँ लाइन बन्दैन है। लाइन नबन्नुको कारणले के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो तामा तेन लाग्यो भने चाहिँ दा बन्छ है। तामा तेन लाग्यो भने चाहिँ दा बन्छ। अनि त्यसपछि चाहिँ हाम्रो चिम है, चिम तेन लाग्यो भने चाहिँ जी बन्छ है। चिम तेन लाग्यो भने चाहिँ जी बन्छ। अनि त्यसपछि चाहिँ चुम तेन लाग्यो भने चाहिँ जु भन्छ। हाम्रो बुझ्नुपर्ने कुरा के छ भने सुमा तेन लाग्यो भने पनि जु भन्ने हो है। अनि चुमा तेन लाग्यो भने जु भन्ने हो। त्यसपछि हाम्रो चाहिँ जीमा तेन लाग्यो पनि अरे सीमा तेन लाग्यो पनि जी भन्ने हो। त्यसपछि चिमा तेन लाग्यो पनि जी भन्ने हो है। यो कुरामा चाहिँ ध्यान दिनु होला है। यसलाई चाहिँ हजुरहरूले चाहिँ नोट पनि गरेर चाहिँ राख्न सक्नुहुन्छ है। अब हाम्रो चाहिँ तेमा तेन दिएपछि हाम्रो के भन्छ त दे बन्छ। अनि तोमा तेन दिएपछि दो बन्छ। यो कुरामा चाहिँ ध्यान दिनु पर्यो हामीले है त। ल अब हाम्रो चाहिँ तेनको चाहिँ अन्तिम पालो छ हा है त। हामा है, हाको लाइनमा तेन लाग्यो भने बाको लाइन बन्छ ल है। हाको लाइनमा तेन लाग्यो भने बाको लाइन बन्छ है। यो हाको लाइनमा पनि हामीले के छ त अलिकति ध्यान पुर्याउन जरुरी छ है। हाको पनि हाम्रो लाइन त बन्दैन, हा हि होइन, हु हे हो होइन, हु त हुँदैन। हुको ठाउँमा के हुन्छ त हाम्रो फु हुन्छ ल। तर हाम्रो चाहिँ अब यो परिवर्तन हुँदाखेरि चाहिँ त्यो फुको चाहिँ अब छुट्टै हुने भन्ने कुरा चाहिँ हुँदैन है त। ल यसलाई चाहिँ फु भनेर छुट्टै भनेर यसको चाहिँ सिरियल बाइ जस्तै हु हुन्थ्यो भने चाहिँ अब चाहिँ बु नै हुन्छ यो है। फु भयो भने बु भन्नुपर्छ। जस्तै हामा तेन लाग्यो भने चाहिँ हाम्रो के भन्ने भयो त बा। हेर्नुहोस् है, हामा तेन लाग्यो भने चाहिँ बा भन्ने भयो। भनेपछि हिमा तेन लगाएपछि के भन्ने भयो त भी भन्ने भयो। फुमा तेन लागेपछि के भन्ने भयो त हाम्रो भू भन्ने भयो। अनि हेमा तेन लाग्यो भने चाहिँ के भन्ने भयो त हाम्रो भे भन्ने भयो। अनि होमा तेन लाग्यो भने चाहिँ के भन्ने भयो त हाम्रो बो भन्ने भयो है। अब यहाँसम्म चाहिँ हामी लगभग बुझिसक्नु भएको छ हजुरहरूले है। अब हाम्रो चाहिँ पालो के रहेछ मारु है। ल मारु कुन लाइनमा लाग्दो रहेछ त भन्ने कुराहरू चाहिँ अब हामी चाहिँ पढ्न गइरहेका छौँ है। मारु हाम्रो है एउटा मात्र छ है। यहाँ के त हाको लाइनमा मारु लाग्यो भने के त पाको लाइन बन्छ भन्ने भयो है। के बन्दो रहेछ त हाको लाइनमा मारु लाग्यो भने पाको लाइन बन्छ है। अनि एउटा चाहिँ अब तपाईँले के जानकारी लिनु पर्यो त मारु चाहिँ हामा मात्रै लाग्छ है। मारु चाहिँ हाको लाइनमा मात्रै लाग्ने रहेछ। अब चाहिँ हामा मारु लाग्यो भने चाहिँ पाको लाइन बन्दो रहेछ। ल हेर्नुहोस् हामा है, हामा मारु लाग्यो भने चाहिँ के भन्यो त पा। हिमा मारु लाग्यो भने चाहिँ के भयो त पी। हुमा मारु लाग्यो भने चाहिँ के भन्ने भयो पु।
अनि हेम मार लागेपछि के भन्ने भयो त हे। अनि होम मार लागेपछि के भन्ने भयो त पो। ल हेर्नुहोस्, हामीले सरस्वती रूपमा बुझ्नुपर्ने कुरा के रहेछ भन्दाखेरि चाहिँ हाम चाहिँ मारो लाग्यो भने चाहिँ पाको लाइन बन्ने रहेछ। मारो अरू कुनै लाइनमा लाग्दो रहन्छ, पाको लाइनमा मात्रै लाग्दो रहेछ है। पाको लाइनमा चाहिँ मारो लाग्यो भने चाहिँ हाम्रो के बन्दो रहेछ त भन्दाखेरि चाहिँ है हाको लाइनमा चाहिँ मारो लाग्यो भने के बन्दो रहेछ त पाको लाइन बन्छ भन्ने कुरा नि बुझ्नु पऱ्यो हामीले है। हेर्नुहोस्, यति कुरामा चाहिँ यो लाग्नुपर्ने, हामीले बुझ्नुपर्ने कुराहरू है। ल हामी फेरि एकचोटि के बुझ्नु पऱ्यो त, काको लाइनमा तेन तेन लाग्यो भने चाहिँ घाको लाइन बन्दो रहेछ है। अनि साको लाइनमा तेन तेन लाग्यो भने चाहिँ झाको लाइन बन्दो रहेछ है। ताको लाइनमा तेन तेन लाग्यो भने चाहिँ अब लाइन नबन्ने भएर चाहिँ दा जी जु दे दो हुँदो रहेछ। अनि त्यसपछि चाहिँ हाको लाइनमा तेन तेन लाग्यो भने चाहिँ बाको लाइन बन्दो रहेछ भन्नु है। हाम्रो तेन तेन चाहिँ चारवटामा लाग्ने रहेछ है। कुन कुन त, का सा ता हा। अनि मारो चाहिँ कुन कुनमा लाग्दो रहेछ भन्दाखेरि चाहिँ हाम्रो मारो चाहिँ हाको लाइनमा मात्रै लाग्दछ है। हाम्रो चाहिँ मारो चाहिँ लाग्यो भने के बन्दो रहेछ त पा बन्दो रहेछ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है त। ल सबभन्दा पहिले चाहिँ योभन्दा अगाडिको हिरागाना है, हिरागानालाई चाहिँ मजाले जान्नुहोस्। त्यो जानिसकेपछि मात्र यसमा प्रवेश गर्नु होला है। आजलाई चाहिँ यति नै है। हजुरलाई चाहिँ यो भिडियोले चाहिँ सहयोग पुगेको छ भने चाहिँ यस च्यानललाई सब्सक्राइब, लाइक र तपाईँलाई लागेको जिज्ञासा अथवा चाहिँ कुनै सल्लाह सुझाव छ भने चाहिँ कमेन्ट गरिदिनु होला है त। हस् त, धन्यवाद।